नमस्ते वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। सो यो भ्लग चाहिँ आजभन्दा 1-2 विक्स अगोको हो अनि आज मात्रै म अपलोड गर्न गइरहेको छु फाइनली। अनि यो चाहिँ हामी झापा टु तिनजुरेको भ्लग हुनेछ। तर लाइक तिनजुरे चाहिँ हाम्रो प्लानिङमा थिएन। हामीले प्लान चाहिँ हिलेसम्म जाने भनेर बनाएको थियौँ, तर लास्टमा आएर फेरि हिले पुगिसकेपछि तिनजुरे पनि पुगौँ न त भन्ने हाम्रो प्लान भयो। सो हामी चाहिँ अहिले इटरी जाँदैछौँ अनि आज चाहिँ हामी इटरीमा गएर बस्नेछौँ अनि सबैजना भेला भएर भोलि चाहिँ बिहानै हामी तिनजुरेको लागि निस्किनेछौँ। यता चाहिँ पुरा हाई फाई स्ट्यान्डर्डवाला दोकान हैन दुईजनाको अनि यता चाहिँ हेपेर दुईजनाले कसैले सोधे कसैले खोजे बसाइ सर्यो भन्दिउला ढले ढले मजा बल्ल बल्ल रेडी भइसक्यो केटीहरू ठेक पर्दा यस्तो हुँदो रहेछ क्या। रुम चाहिँ नि लुगा काटेर अब यो मिलाउने अझै फुर्सद छैन। सिराकहरू चाहिँ पठाएँ मैले नपठाइ गएको चाहिँ माथि अर्को के हो कतिवटा हेलमेट यो चाहिँ म हो किधर है तू साइली बहिनी यो चाहिँ हामी दुईजना कसरी खिच्छ फाइनली हामी चाहिँ इटरीबाट निस्क्यौँ। अब चाहिँ हामी सिधै जानेछौँ भेरेटार अनि भेरेटारमा गएर हामी खाजा खानेछौँ। खासमा हामी चाहिँ घरदेखि 6 बजी निस्किने भनेर हाम्रो प्लान भएको थियो, तर त्यही त छोरी मान्छेहरूलाई रेडी हुन टाइम लागिहाल्दो रहेछ। अनि यता त्यता गर्दा गर्दै हामी चाहिँ घरदेखि अलमोस्ट 8 बजीतिर निस्केको थियौँ। अनि अर्को कुरा लाइक हामी 4 जना चाहिँ स्कुटीमा गयौँ अनि 2 जना चाहिँ गाडीमा आउनु पर्यो, किनभने हामीले स्कुटी रेन्टमा लिने भनेको थियौँ, हामीले कहीँ पनि पाएन। अनि हामीले चाहिँ धरानबाट एकजना भाइको बाइकमा आएको थियौँ। सो 2 जना आएर चाहिँ धरानबाट बाइक पिक गर्नेछन् अनि हामी चाहिँ अगाडि जाँदैछौँ। सो हामी डाइरेक्ट भेरेटारमा भेट्छौँ। चुकुना बोय सिग्मा बोय खाजा खाने बेला भयो। मोमो र थुक्पा मोमो चाहिँ दामी लाग्यो मलाई। तपाईँ मोमो खाँदा चम्चीले खानुहुन्छ कि हातले खानुहुन्छ? कस्तो रहेछ मोमो भाइ? कस्तो रहेछ मोमो? खुट्टा टेकिस पूर्णिमा सीता कस्तो रहेछ मोमो? ओ साइली हेर्न दिदी कस्तो यहाँनिर बनाउँदैछ खाने अघि खाइदियो एउटा के खान्छ यहाँ? नो वे यहाँ बाहिर राख्नु न भाइ। छिटो खाऊ न अनि कस्तो भयो भन्नु न। कस्तो रहेछ? भाइ
डन यो हामीले खाजा खाएको ठाउँको नाम के थियो मैले त्यतिखेर याद पनि गरिनँ, तर मेरो भाइ र बहिनी अलरेडी आएर ट्राई गरिसकेको रहेछ अनि उनीहरूलाई चाहिँ एकदमै मिठो लागेर उनीहरूले हामीलाई सजेस्ट गरेर हामी त्यहाँ गएर खाजा खायौँ अनि खाजा वाज एकदमै मिठो। म थुक्पा नखाने मान्छेले पनि त्यहाँ चाहिँ मैले थुक्पा खाएँ अनि एकदमै मिठो लाग्यो। खाजा खाइसकेपछि हामी डाइरेक्ट लाग्यौँ बसन्तपुरतिर। हाम्रो चाहिँ प्लान भएको थियो लाइक हिलेमा घुम्ने भनेर, तर लास्टमा आएर हाम्रो प्लान चाहिँ चेन्ज भयो। हामीले चाहिँ लाइक खाजा खाँदा खाँदै अर्को प्लान बनायौँ। हामी चाहिँ हिले जाने भन्ने हाम्रो प्लान थियो, तर हामी चाहिँ डाइरेक्ट बसन्तपुर तिनजुरे पुग्ने अनि फर्किँदाखेरि चाहिँ हिले निस्किनुपर्छ भन्ने हाम्रो प्लान भयो। सो हामी डाइरेक्ट बसन्तपुरतिर लाग्यौँ। तपाईँलाई राख्ने गाह्रो हुन्छ होइन, बाटो चाहिँ अगाडिको बनाइदिनु। हामी चाहिँ चेली माइतीको छोराछोरी हौँ अनि मेरो मामाको छोरा लाइक साइला मामाको छोरा अनि काइला मामाको छोरी अनि अन्तरे मामाको छोरी अनि हामी चाहिँ उनीहरूको कान्छी फुपूको 3 जना छोरीहरू भेला भएर घुम्न जाँदैछौँ। यो प्लान चाहिँ पहिल्यैदेखि बनिरहेको थियो, लाइक भेटेर कतै जाउँ न त भन्ने प्लान भएको थियो अनि प्लान गर्दा गर्दै फाइनली आज चाहिँ हामी निस्क्यौँ अनि तपाईँहरूलाई हामी देखाउनेछौँ हामी कहाँ गयौँ र के गऱ्यौँ भनेर। स्टे ट्युन गाइज। कहाँ आइपुग्यो त? तिनजुरे बसन्तपुर होइन? तैँले बसन्तपुर कहाँ हो भनेर सोधिस? कस्तो हाँस। मलाई थाहा छैन। हिँड न, कस्तो हिँड्छ तपाईँले? फाइनली हामी आइपुगिसक्यौँ। देखेँ मैले किन टुक्यो राम्रो लागिरहेको छ। यो भरे
जाँदैछौँ तिनजुरेमा ढकमक्क लाली गुराँस फुलेको हेर्नु छ बसन्तपुरको चोलुङ पार्क चाहिँ मेरो भाइ बहिनीहरूलाई खास नलागिसकेपछि हामी सिधै लाग्यौँ तिनजुरेतर्फ उनीहरूलाई चाहिँ लाइक चोलुङ पार्क चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो अरे उनीहरूले चाहिँ अलिक धेरै नै इमेजिन गरेको रहेछ त्यसको बारेमा तर मैले चाहिँ लाइक टिकटकमा भिडियोजहरूमा जस्तो देखेको थिएँ त्यस्तै नै थियो मलाई चाहिँ एकदम रमाइलो लाग्यो पर्सनली अनि उनीहरूलाई चाहिँ खास लागेन अरे अनि हामीले त्यहाँ धेरै टाइम वेस्ट नगरिकन हामी सिधै लाग्यौँ तिनजुरेतर्फ फाइनली हामी चाहिँ तिनजुरे आइपुगिसकेको छौँ अनि तिनजुरेमा चाहिँ थाहा थियो कि लाइक पहिलाको जस्तो फुलहरू फुलेको छैन भनेर तर यति थोरै फुलेको छ भनेर एक्सपेक्ट पनि गरेको थिइनँ अनि अर्को कुरा चाहिँ आइ एम स्टिल कन्फ्युज मलाई एकजना बाजेले भन्नुभयो यो चाहिँ रियल तिनजुरे होइन तिमीहरू मतलब यता पूर्वबाट जानेहरूले चाहिँ प्रायः यो तिनजुरे नै भन्छ अरे तर यो चाहिँ तिनजुरे होइन तिनजुरे चाहिँ तिमीहरू यहाँभन्दा अझै 20 मिनट्स अगाडि गयो भने त्यो चाहिँ हो तिनजुरे भन्दै हुनुहुन्थ्यो अनि आई वाज लाइक सो कन्फ्युज यो तिनजुरे हो कि होइन भनेर एक्सपिरियन्स कस्तो भयो त तिनजुरेको एक्सपिरियन्स कस्तो भयो के गरेको त गुड भनेको त्यसरी चाहिँ राम्रो मिल्छ तिनजुरे कस्तो लाग्यो त तिनजुरे ओइ तिनजुरे कस्तो भयो छोड्दैन यहीँ एउटा रहेछ धन्न गुराँस फुलेको नत्र केही देखिँदैन थियो आफ्नै गाडी चलाउँदै अगाडि बढिरहेको त्यतिको बस्नु ल हल्का हुन्छ सजिलो तिनजुरे घुमिसकेपछि चाहिँ हामी डाइरेक्ट हिले फर्क्यौँ मैले फर्किँदाखेरिको भिडियोहरू चाहिँ बनाइनँ अनि हिलेमा आइपुगिसकेपछि चाहिँ हामीले खाना सबै थोक खाइसकिसकेपछि हामी सिधै घरतर्फ आयौँ तर आउँदै अन द वे सबैजनाको फेरि माइन्ड चेन्ज भयो सबैजनालाई चाहिँ 1982 क्याफे जाने रहर रहेछ यो चाहिँ भेटार नजिकै छ इफ तपाईँहरू भेटार जाँदै हुनुहुन्छ भने डु भिजिट 1982 क्याफे पर्सनली यो ठाउँ चाहिँ मलाई एकदमै राम्रो लाग्यो एकदम कोजी अनि त्यहाँको एम्बियन्सहरू यस्तो दामी लाग्यो नि यति बवाल थियो हामी चाहिँ यहाँनिर जस्ट कफीको लागि छिरेको थियौँ किनभने हामीले खाजा अलरेडी खाइसकेको थियौँ अहिले चाहिँ हामी घर फर्किँदै थियौँ अनि हामी अलरेडी लेट भइसकेको थियौँ र पनि अब यहाँनिर चाहिँ सबैलाई आउने इच्छा भएको कारणले चाहिँ आएको बेला वाइ नट छिरेर जाऊँ न त भनेर चाहिँ हामी यहाँ छिरेको थियौँ अनि अर्को रमाइलो पार्ट चाहिँ मलाई के लाग्यो भन्दाखेरि चिया खाइसकेपछि अथवा कफी खाइसकेपछि चाहिँ यु क्यान राइट योर नेम अन द्याट कप जुन कप चाहिँ माटोको बनेको हुन्छ अर यु क्यान राइट वाट एभर यु वान्ट होइन अनि लेखिसकेपछि चाहिँ त्यहाँनिर छोडिदिने त्यो चाहिँ मलाई एकदमै रमाइलो लाग्यो हाम्रो लास्ट स्टप अब यो पछाडि चाहिँ हामी डाइरेक्ट घर पुग्छौँ होइन यो पछि चाहिँ हामी डाइरेक्ट घर पुग्छौँ अनि खाइसक्नु अनि साउजीलाई माग्नुपर्छ नि साउजी चाहिँ मलाई मन पर्छ
यहाँनिर चाहिँ म लेख्दैछु हामी घुम्नु जानेहरू सबैजनाको नाम अनि घुम्नु गएको डेट अनि त्यो लेखेर चाहिँ म यहाँ छोडिदिन्छु अनि मेरो बहिनीहरूले पनि सबैजनाले उनीहरूलाई लेख्नु मन लागेको चिज लेखेर यहाँनिर छोडिदिउँ त्यस पछाडि चाहिँ मेरो भिडियो यहीँनिर एन्ड हुनेछ किनभने आफ्टर दिस मैले कुनै पनि भिडियोहरू लिएको छुइनँ मेरो फोनको ब्याट्री पनि सकिसकेको थियो प्लस मेरो फोनको स्टोरेज पनि फुल भइसकिसकेको थियो त्यही भएर मैले कुनै भिडियोहरू अरू बनाएको छुइनँ मेरो ब्लग चाहिँ यहीँनिर एन्ड हुन गइरहेको छ आई होप तपाईँहरू सबैजनालाई यो भिडियो मन पर्यो होला अनि यति भन्दै आजको मेरो ब्लग चाहिँ म यहीँ एन्ड गर्न गइरहेछु अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सी यु इन द नेक्स्ट भिडियो बाई बाई